हेलो गाइज, आज म आफ्ना आमाबुवासँग सुन्दर सहर पोखरा घुम्दैछु। आजको ब्लग एकदमै विशेष छ किनकि यो यात्रा मेरो जीवनको सबभन्दा बहुमूल्य मान्छेहरूसँग छ। हामी अहिले आइपुगिसकेका छौँ पोखरा ड्रिम सिटी पुम्दीकोटमा। हामी इन्ट्री गरिसक्यौँ। झिलमिली छ सिसाभित्र। बाहिर निस्किने ढोका चाहिँ भेटेको छैन अझै। हामी ढोका खोज्दैछौँ। यता अरू मान्छेहरू पनि छन् ढोका खोज्दै कहाँबाट निस्किने भनेर भित्र अलमल्ल परिरहेछौँ। यताउति खोजिरहेछौँ गाइस, हामीले अझै पाएको छैन। देख्न सक्नुहुन्छ हजुरहरूले पनि हामी यताउति खोजिरहेछौँ। फाइनली बल्ल हामीले चाहिँ बाहिर निस्किने ढोका पायौँ। अब बाहिर निस्किन लाग्छौँ। बाहिर निस्किसक्यौँ हामी। यता सानो घरबाट चाहिँ यहाँ टिकट देखाउनु पर्ने रहेछ। टिकट देखायौँ। अब अगाडि बढ्दैछौँ। आमाबुवासँग यसरी शान्त ठाउँमा हिँड्न पाउँदा मनभित्र छुट्टै आनन्द महसुस भयो। बाल्यकालमा उहाँहरूले मेरो हात समाएर हिँडाउनु भयो। आज म उहाँहरूको हात समाएर घुमाउँदैछु। समय साँच्चै कति छिटो बदलिन्छ। धन कमाउनु, सफलता पाउनु आफ्नै ठाउँमा छ, तर आमाबुवासँग बिताएको समय नै साँचो धन रहेछ। हामी अहिले चाहिँ कता जाने पहिला भनेर चाहिँ अलमल्ल परिरहेछौँ। हामीले त्यहाँ भएको मान्छेहरूले सोध्यौँ। एकछिन यताउति हेऱ्यौँ पहिला कता चाहिँ जाँदा राम्रो हुन्छ भनेर। हामी फेरि माथितिर गयौँ। तलतिर चाहिँ मान्छे धेरै भएकोले अगाडि बेलुन छ। यो तपाईँहरूले देख्न सक्नुहुन्छ। उता पछाडि बेलुन छ, यता हात छ, यता चाहिँ सिसाको पुल छ। मैले पहिला चाहिँ मम्मीहरूलाई सिसाको पुलमा लिएर गयौँ। अनि पछाडि चाहिँ मम्मी र बाबा, म चाहिँ अगाडि। मम्मी चाहिँ अलिक डराइराख्नु भएको छ, कतै सिसा फुटेला कि भनेर। मम्मी चाहिँ यहाँ अलि हाइटमा आइपुग्नु भयो र अनि यहाँ चाहिँ मम्मी डराउनु भएको छ। हामी चाहिँ तलतिर पिङ खेल्ने ठाउँमा जाँदैछौँ गाइज। यता चाहिँ पोखरा ड्रिम सिटी पुम्दीकोट लेखेको छ। यो चाहिँ रिक्सा हो। मम्मी र बाबालाई मैले रिक्सा चढाएँ र रिक्सामा भिडियो बनाइदिएँ। अनि पिङ खेल्ने ठाउँमा चाहिँ मान्छे धेरै वेट गरिरहेको भएर चाहिँ हामी चाहिँ पिङ नखेलिकन फर्क्यौँ। एकदम शान्त सफा छ। बाबा अगाडि हिँड्नु भएको छ अनि म बिचमा, मम्मी पछाडि।
मैले चाहिँ यता बाबालाई फुलको माथि चढाएँ र बाबा चाहिँ फुलमा चढेर एक फन्को लाउँदै हुनुहुन्छ। फाइनली बाबाले चाहिँ एक राउन्ड लगाइसक्नुभयो। अब मेरो पालो। म चाहिँ आफैले क्यामेरा समाएर आफै भिडियो बनाउँदैछु। मैले पनि एक फन्को लगाइसकेँ। मम्मी चाहिँ डराएर खेल्नु भएन अनि हामी चाहिँ फेरि फर्क्यौँ गाइज। यदि तपाईँको आमा बुवा तपाईँहरूसँगै हुनुहुन्छ भने समय निकालेर उहाँहरूसँग घुम्न जानुहोस्, किनकि समय फर्केर आउँदैन तर सम्झनाहरू सधैँ बाँकी रहनेछ। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। अर्को भ्लगमा पुम्दीकोटकै विशाल शिवको मूर्ति भएको ठाउँको लिएर आउनेछु। धन्यवाद।